गाउँतिर हनी हन्टिङ हुँदैछ। हाम्रो एक टोली तलबाट आउँदै हुनुहुन्छ फेरि होइन, गोटु पारेर। हनी हन्टरको प्रोग्रामको लागि सेट गरे क्या इन्टरभ्यू दियो त। हामी कहाँ जानु रे भाइ? हामी चाहिँ यहाँ जङ्गलमा मरेर छ रुखो टड्कामा निकाल्न जान लागेको छौँ। अब सक्सेस हुन्छ कि हुँदैन हेर्नुपर्छ। फुल तयारीका साथ होइन त हामी एकदम योजनाबद्ध तरिकाले आइरहेको छौँ। बाक्सा सुत्दै ल बर्खामा माउरीहरूको पनि उद्धार गरिदिने भनेको है। खास माउरी यो टोड्कामा रहेछ नि त होइन, यो टोड्का भर्याङ हो। यो हो हनी हन्टरको लागि, हनी हन्टरको लागि भर्याङ तयार हुँदैछ। हनी हन्टिङ त बवाल होला जस्तो छ नि। के हो यो आइडिया चाहिँ के हाम्रो शङ्कर सरको हो? बवालै रहेछ ल यार आइडिया त कसम। यो हो नि त नि रुख चढ्ने आइडिया, चढ्नै नचढ्ने रुखमा होइन। त्यति भइसकेपछि त बवालै भयो नि। एउटा चाहिँ पहिला सिकारी उतै लिएर आउँछ बाइकमा झुन्डा खिरे। सुरक्षित हुनु पऱ्यो पहिला, त्यसपछि त्यस्ता नाथे हनी सनी भन्ने कुरा पछि आउँला होइन। पहिला आफू सेफ हुनु पऱ्यो। म अरू कुरो जान्दिनँ। ए माल छ ल, माल छ भनेपछि त्यो टोडको भित्र पो हो। मलाई थाहा छैन नि यार, भित्र होला यार, तना भन्ने पनि त नि यार छ त आइटम। फोटो खिचिरहेको छ क्या हो? यो भित्र मालै 3 पिस छ। दिपक एकचोटि त्यहाँ ट्राई गरेर काट्न जानु पर्यो। के गरी त अब होइन, यो भित्र अब हात छिरेन। अब पाल बनाउनु पर्यो, रामा हानेर गर्नुपर्ने अवस्था आइरहेको छ। पाल बनाउनु पर्ने अवस्था। आइडिया त हरेक छ नि आइडिया। के हो माल त होला जस्तो छैन त? माल होला जस्तो छैन त हो। छेउछाउ मात्रै आइपुगिरहेछ भर्खर। यी 2 टुक्रा आए छेउछाउ। यो मालको छेउ मालको छेउछाउ हो होइन। तपाईँको कमी भयो नि त। लगभग अब हामी अन्तिम बिन्दुमा आइसक्यो है। म खत्रै रहेछ नि त, खत्रै रहेछ। मेरो छोराको प्रब्लमलाई चाहिँ औषधि पत्ता लाग्छ नि हामीले सक्दो खाउँ ल भन्ने कुरो भइसक्यो। कठ्यौरी दुले माउरीको मह हनी हन्टिङ गरिरहेका छौँ। यतिखेर हनी हन्टर हुनुहुन्छ हाम्रो शङ्कर सर हुनुहुन्छ च्याटला र साथमा। उहाँले चाहिँ तपाईँहरू के अझै खानुहुन्छ भनेर हामीलाई सोध्दै हुनुहुन्छ। हामी चाहिँ लगभग एकछिन पछाडि मात्रै खानेवालामा छौँ। महले मात्ला जस्तो हुन्छ क्या हो।